ओके फाइनली वर्ल्ड कप पनि सुरु भयो। तर प्रब्लम के छ भनेपछि यसपालि यति धेरै रुल्सहरू चेन्ज भएको छ, यति धेरै वर्ल्ड कपको फर्मेटहरू चेन्ज भएको छ कि सुनेर दिमाग नै घुम्छ क्या। सो त्यही भएर आजको भिडियोमा चाहिँ हाम्रो यसपालि 2026 को वर्ल्ड कपमा भएको सबै रुल्सहरूलाई चाहिँ एक्सप्लेन गर्दैछु है त। नयाँ नयाँ रुल्सहरू आएको छ, सो त्यो नयाँ नयाँ रुल्सहरू के रहेको छ त्यसको बारेमा चाहिँ म भन्दैछु है त। सबैभन्दा पहिले चाहिँ पहिलाको वर्ल्ड कपहरूमा चाहिँ के हुन्थ्यो भनेपछि 32वटा टिमहरूले चाहिँ पार्टिसिपेट गर्थ्यो, तर यसपालि चाहिँ 16वटा टिमहरू थपेर चाहिँ 48वटा टिमहरूले चाहिँ पार्टिसिपेट गर्दैछ, मतलब 16वटा एक्स्ट्रा टिमहरूले खेल्दैछ। योभन्दा अगाडि चाहिँ के हुन्थ्यो भन्दा ग्रुप स्टेजको म्याचहरू सकिँदा बित्तिकै चाहिँ राउन्ड अफ 16 हुन्थ्यो, मतलब 16वटा टिमको बिचमा चाहिँ फेरि म्याच सुरु हुन्थ्यो। तर यसपालि वर्ल्ड कपमा धेरै टिमहरूले पार्टिसिपेट गर्न लागेको हुनाले चाहिँ सुरुमा चाहिँ राउन्ड अफ 32 हुन्छ है त। र अर्को अनि एकदमै इम्पोर्टेन्ट रुल के छ भन्दाखेरि अहिलेभन्दा अगाडि फुटबल म्याचहरूमा के हुन्थ्यो भन्दाखेरि जब सब्स्टिट्युट हुन्थ्यो प्लेयरहरू त्यतिखेर चाहिँ जुन बाहिर निस्किनु पर्ने प्लेयर हो उसले चाहिँ हल्का धेरै टाइम लिएर बाहिर निस्किने गर्थ्यो, उसले टाइम वेस्ट गर्ने पाराले चाहिँ बाहिर निस्किने गर्थ्यो। तर अब चाहिँ त्यस्तो गर्न पाइने छैन। यदि त्यो सब्स्टिट्युट भएको प्लेयर ग्राउन्डबाट 10 सेकेन्डभित्र बाहिर निस्किसकेन भनेपछि चाहिँ जुन भित्र सब्स्टिट्युट भएर ग्राउन्डभित्र आउनुपर्ने प्लेयर हो त्यसले चाहिँ 1 मिनटसम्म चाहिँ बाहिर कुरिराख्नु पर्नेछ र त्यति बेरसम्म उसको टिमले 10 जनामा मात्र गेम खेल्नेछ। 1 मिनटसम्मको लागि 10 जनामा मात्र गेमलाई अगाडि बढाउन पाउनेछ। र अर्को अनि एकदमै इम्पोर्टेन्ट रुल के छ भन्दाखेरि जब बललाई थ्रो इन र गोल किक गरिन्छ त्यतिखेर चाहिँ प्लेयरले मात्र 5 सेकेन्डको टाइम पाउनेछ र यदि त्यो 5 सेकेन्डभित्र त्यो टिमले थ्रो इन या गोल किक गर्न सकेन भनेपछि चाहिँ अर्को अपोजिट टिमले चाहिँ बल पाउनेछ, त्यसपछि उसले चाहिँ गेम प्ले गर्नेछ। र अर्को रुल चाहिँ के छ भन्दाखेरि पहिलाको समयमा चाहिँ गोलकिपरले चाहिँ बललाई 6 सेकेन्डसम्म आफ्नो हातमा होल्ड गरेर राख्न पाउने, त्योभन्दा धेरै होल्ड गर्न नपाउने भन्ने थियो। तर त्यतिखेर चाहिँ त्यो यो रुललाई चाहिँ त्यति स्ट्रिक्टली फलो गरिने थिएन। गोलकिपरहरूले 6 मिनटभन्दा पनि एकदमै धेरै टाइमसँग बल आफूसँग राखिदिन्थे, तब पनि रेफ्रीले त्यसलाई त्यति ध्यान दिने छैन। तर अब चाहिँ के हुँदैछ भन्दाखेरि गोलकिपरले 8 सेकेन्डसम्म चाहिँ आफ्नो हातमा बल राख्न पाउनेछ, तर त्यो 8 सेकेन्डभन्दा बढी बल आफ्नो हातमा राख्यो भने चाहिँ अपोजिट टिमले चाहिँ पेनाल्टी बक्सभित्रबाट फ्री किक पाउनेछ। पहिले चाहिँ के हुन्थ्यो भन्दाखेरि यदि टिमले जितिरहेको छ, टिमको स्कोर धेरै छ भनेपछि चाहिँ प्लेयरहरूले चाहिँ लडेको जस्तो नाटक गरिदिने, घाइते भएको जस्तो नाटक गरिदिने र ग्राउन्डमा चाहिँ लडिदिने नाटक गरिदिन्थे। तर अब चाहिँ त्यस्तो गर्न पाइने छैन है त, किनभने यदि कुनै पनि प्लेयर घाइते भयो भनेपछि चाहिँ उसले 1 मिनटसम्म ग्राउन्डबाट बाहिर निस्किनु पर्नेछ। त्यति बेरसम्म चाहिँ टिमले 10 जनाले मात्र खेललाई अगाडि बढाउनु पर्नेछ। र अब अर्को अनि एकदमै खतरनाक रुल चाहिँ के छ भन्दाखेरि जब प्लेयर र रेफ्रीको विवाद हुन्छ अथवा 2 जना प्लेयरहरूको विवाद हुन्छ त्यतिखेर चाहिँ कुनै पनि प्लेयरले आफ्नो मुखलाई छोप्न पाउने छैन। आफ्नो न त जर्सीले छोप्न पाउँछ न त मुखले छोप्न पाउँछ, किनकि धेरै जसो प्लेयरहरूले चाहिँ मुखलाई छोपेर एकअर्कालाई गाली दिइरहेको हुन्थे, एकदमै धेरै नराम्रो गाली गर्ने हुनाले चाहिँ त्यो छोपेर गाली नगरोस् भन्ने हिसाबले चाहिँ यो रुललाई एड गरिएको। र यदि कुनै पनि प्लेयरले आफ्नो मुख छोपेर गाली दिन्छ या त रेफ्रीले गाली गर्छ या त प्लेयरलाई गाली गर्छ भनेपछि चाहिँ उसलाई चाहिँ रेफ्रीले मजाले रेड कार्ड देखाउन पाउनेछ। र अब एकदमै इम्पोर्टेन्ट रुल चाहिँ के छ भन्दाखेरि पहिलाको समयमा चाहिँ के हुन्थ्यो भन्दाखेरि जब रेफ्रीले 2वटा येल्लो कार्ड देखाएर रेड कार्ड दिएर प्लेयरलाई बाहिर पठाउँथ्यो त्यतिखेर चाहिँ स्ट्रिक्टली त्यो चेक गर्ने नियम थिएन, स्ट्रिक्टली VAR चेक गर्ने नियम थिएन। तर अब चाहिँ त्यो प्लेयरले कुनै पनि गल्ती गरेको छैन जसले गर्दा उसले येल्लो कार्ड देखाइएको छ भनेपछि त्यो येल्लो कार्डलाई चाहिँ फिर्ता लिइनेछ है त, अनि त्यसलाई त्यो रेड कार्ड दिइने छैन जसले गर्दा त्यो प्लेयरले फर्दर अगाडि खेल्न पाउनेछ। र अब लास्ट रुल के छ भन्दाखेरि यसपालि चाहिँ वर्ल्ड कप चाहिँ एकदमै गर्मी ठाउँ अमेरिका, मेक्सिको र क्यानाडा जस्तो ठाउँमा चाहिँ हुँदैछ। त्यहाँ चाहिँ एकदमै धेरै गर्मी भएको कारणले चाहिँ 22nd मिनट र 67th मिनटमा चाहिँ 3-3 मिनटको चाहिँ 2वटा हाइड्रेसन ब्रेक दिइनेछ है त। र यो रुल चाहिँ एकदमै कम्पलसरी रूपमा लागू हुनेछ। ओके, सो आजको लागि यति नै। अर्को भिडियोको साथ फेरि भेटौँला है त।